दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ नेपालको 10 बाल गायक अर्थात् चाइल्ड सिङ्गरको बारेमा चर्चा गर्नेछौँ। आज हामी यस भिडियोमा उहाँहरूको सबै गीत, एज र बर्थ प्लेसको बारेमा चर्चा गर्नेछौँ। दर्शकबिन हामीले दिएको जस्ट नम्बर मात्रै हो। तपाईहरूलाई यो नम्बरमा यो बाल गायक पढ्नुपर्छ भन्ने लाग्छ भने कमेन्ट मार्फत भन्नु नबिर्सिनुहोला। दर्शकबिन हाम्रो लिस्टको नम्बर 10 मा पर्नु गएको छ बाल गायक सचिन परियार। सचिन परियार अहिले भएको भए उहाँ 15 वर्ष पुग्नुहुन्थ्यो र उहाँको जन्म गुल्मी तामगासमा भएको थियो। सचिन परियारले अहिलेसम्म गाएको गीत रहेको छ के छ हजुर, छाता अरेरा, दिदी भाइ, ओठो खलेरा, माया प्रेम र चिया कफी खाने कि जस्तै चर्चित गीतहरू गाउनु भएको थियो। सचिन परियार चाहिँ अहिले हाम्रो माझमा हुनुहुन्न। हाम्रो लिस्टको नम्बर 9 मा पर्नु गएको छ बाल गायक मनिष लिम्बू। मनिष लिम्बू चाहिँ अहिले 19 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ पास्थर नेपालमा जन्मिनु भएको थियो। मनिष लिम्बूले अहिलेसम्म गाएको गीतको नाम रहेको छ तिमी मेरो शब्द, ढिलो जन्मेछु, आमा, सुस्तरी, अप्रिया र गरिब दस होइन जस्तै चर्चित गीतहरू गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 8 मा पर्नु गएको छ बाल गायिका जिग्मे छकी घिसिङ। जिग्मे चाहिँ अहिले 17 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ काठमाडौँ नेपालमा जन्मिनु भएको थियो। जिग्मेले अहिलेसम्म गाएको सुपर हिट गीतको नाम रहेको छ बिस्तारै लाउला माया, आइदेउना, यो नाता, हाम्रो माया, यो धरतीको, बाबा मेरो बाबा र तिमीले बाटो फिरेवरे जस्तै चाइल्ड भर्जनमा गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 7 मा पर्नु गएको छ बाल गायक प्रितम आचार्य। प्रितम आचार्य चाहिँ अहिले 17 वर्ष पुग्नु भएको छ। उहाँको जन्म चाहिँ इटाडी नेपालमा भएको थियो। प्रितमले अहिलेसम्म गाएको सुपर हिट गीतको नाम रहेको छ फुलै फुलको, सारारा, प्यारो बाबा, रहरे रहरमा, हाम्रो माया, यो मुटु दुखाउँछ किन र बाटो हिँड्दै खुर्कट जस्तै चर्चित गीत गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 6 मा पर्नु गएको छ बाल गायक केहार सिंह लिम्बू। केहार सिंह लिम्बू चाहिँ अहिले 21 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ तेह्रथुम नेपालमा जन्मिनु भएको थियो। केहार सिंह लिम्बूले अहिलेसम्म धेरै सुपर हिट र ब्लकबस्टर गीत दिनुभएको छ। उहाँको गीतको नाम रहेको छ तिमलाई सम्झेर, चल्यो बतास, सम्झना, जालैमा, सारारा सारारा, सल्टिनी र सपनीमा जस्तै चर्चित गीत गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 5 मा पर्नु गएको छ बाल गायिका सिमरन परियार। सिमरन परियार चाहिँ अहिले 20 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ बागलुङ नेपालमा जन्मिनु भएको थियो। सिमरनले अहिलेसम्म धेरै सुपर हिट र ब्लकबस्टर गीत दिनु भएको छ। उहाँको सुपर हिट गीतको नाम भन्नुपर्दा पानी परेको, नाकैको फुलीमा, छमक छमक, उसलाई पाउन, पाउजु, परेली भित्र र चिसो चिसो हावा चल्यो जस्तै चर्चित गीत गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 4 मा पर्नु गएको छ बाल गायक सुप्रिम मल्ल ठकुरी। सुप्रिम मल्ल ठकुरी चाहिँ अहिले 12 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ बाजुरा नेपालमा जन्मिनु भएको थियो। सुप्रिम मल्ल ठकुरीले अहिलेसम्म धेरै सुपर हिट र ब्लकबस्टर गीत दिनु भएको छ। उहाँको चर्चित गीतको नाम भन्नुपर्दा झिलिमिली तिहार, भेट्न बानी लाग्यो, पत्थरको मुटु, धादिङ गल्छीमा, धोकेबाज, मेरो ड्याडी र कालो बादल जस्तै चर्चित गीत गाउनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 3 मा पर्नु गएको छ बाल गायिका पूजा देवकोटा। पूजा देवकोटा चाहिँ अहिले 16 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ कैलाली नेपालमा जन्मिनु भएको थियो। पूजा देवकोटाले अहिलेसम्म धेरै सुपर हिट र ब्लकबस्टर गीत दिनु भएको छ। उहाँको सुपर हिट गीतको नाम रहेको छ हर योग योग होस्, हेलो, जिन्दगी मेरो तिम्रै नाम, परान बाँकी छ, सारङकोटको डाँडीमा, माया पलाउने र म नेपालकी छोरी जस्तै चर्चित गीत दिनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 2 मा पर्नु गएको छ बाल गायक अशोक दर्जी। अशोक दर्जी चाहिँ अहिले 16 वर्ष पुग्नु भएको छ। उहाँको जन्म चाहिँ दमक झापामा भएको थियो। अशोक दर्जीले अहिलेसम्म धेरै सुपर हिट र ब्लकबस्टर गीत दिनु भएको छ। उहाँको सुपर हिट गीतको नाम भन्नुपर्दा प्रणाम, आमा,
नसालु आँखा, झिमझिम परेली, चौरीको चाम्रो छुर्पी, एउटा कुरा र मन बिनाको धन जस्तै सुपरहिट गीत दिनु भएको छ। दर्शकबिन हाम्रो लिस्टको नम्बर 1 मा पर्न गएको छ बाल गायिका कमला घिम्रे। कमला घिम्रे चाहिँ अहिले 16 वर्ष पुग्नु भएको छ। उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ धादिङ नेपालमा जन्मिनु भएको थियो। दर्शकबिन कमला घिम्रेले अहिलेसम्म धेरै सुपरहिट र ब्लकबस्टर गीत दिनु भएको छ। उहाँको गीतको नाम भन्नुपर्दा म्याउ म्याउ बिरालो, चिया छानेको, छमछम, फुल्यो गुरासा, धनगढीको बसमा, तिम्रो माया र जिन्दगी जस्तै चर्चित गीत गाउनु भएको छ। दर्शकबिन यही थियो नेपालको 10 बाल गायक गायिकाहरूको 6वटो भिडियोस। तपाईहरूलाई यदि यो भिडियो मन परे च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई पुरा हेरेर साथ दिनु नबिर्सिनु होला। साथै हजुरहरूलाई को सेलिब्रिटीको टप 10 भिडियोस हेर्नु मन लाग्छ कमेन्टमा प्रतिक्रिया लेख्नु नबिर्सिनु होला।